सो यो चाहिँ रहेको छ एउटा वाइफाई कन्ट्रोल लाइट र पंखा कन्ट्रोल गर्ने चाहिँ एउटा यो सर्किट रहेको छ जसलाई चाहिँ ESP8266 मोडलको चाहिँ युज गरेर बनाएको छ। सो यसमा चाहिँ तपाईले आफ्नो घरको पंखा र बत्ती चाहिँ तपाईले आफ्नो मोबाइलदेखि चाहिँ अन अफ गर्न सक्नुहुन्छ। यदि तपाईले चाहिँ सपोज मानौँ हैन तपाईले आफ्नो घरको पंखा चाहिँ चलाएर कतै जानु भएको छ र बिर्सिनु भएको छ भने चाहिँ तपाईले आफ्नो मोबाइलदेखि नै चाहिँ आफ्नो घरको पंखा बत्तीहरू चाहिँ अफ गर्न सक्नुहुन्छ। प्रोजेक्टको लागि चाहिँ मैले नोट MCU ESP8266 मोडलको युज गरेको छु र एउटा चाहिँ स्टेपर मोडल रहेको छ। दुईटा चाहिँ 12 भोल्टको चाहिँ रिले रहेको छ। दुईटा एलइडीहरू चाहिँ युज गरेको छु। सो यसमा चाहिँ रिलेहरूको युज भएको कारणले चाहिँ तपाईले चाहिँ यसमा 220 भोल्टको AC एप्लायन्सहरू चाहिँ तपाईले युज गर्न सक्नुहुन्छ जस्तै 10 एम्पियर सम्मको हैन। सो तपाईले चाहिँ यो प्रोजेक्ट सजिलैसँग गराउन सक्नुहुन्छ। यदि तपाईलाई चाहिँ यसको फुल मेकिङ भिडियो चाहिन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला। म तपाईलाई चाहिँ यसको फुल ट्युटोरियल भिडियो बनाएर चाहिँ तपाईलाई दिने छु है। एकदम सजिलो रहेको छ। कोडिङहरु पनि गर्नुपर्छ जसमा चाहिँ तपाईले PC को युज नगरिकन नै मोबाइलदेखि चाहिँ कोडिङ गरेर चाहिँ तपाईले चाहिँ यो प्रोजेक्ट बनाउन सक्नुहुन्छ।